त्यसबेला पेले मात्र 9-10 वर्षका साना बालक थिए र उनको परिवार ब्राजिलको एउटा सानो सहरमा बस्थ्यो। उनका बुवा डोढिन्हो पनि एक फुटबल खेलाडी थिए, तर खुट्टाको चोटको कारण उनको खेल जीवन चाँडै सकिएको थियो र परिवार निकै गरिबीमा बाँचिरहेको थियो। सन् 1950 को विश्वकप ब्राजिलमै भइरहेको थियो। ब्राजिल फाइनलमा पुगेको थियो र उसले उरुग्वेसँग मात्र बराबरी खेले पनि विश्वकप जित्न पक्का थियो। पुरा ब्राजिल उत्सव मनाउन तयार थियो। पेलेका बुवा र उनका साथीहरू रेडियो वरिपरि बसेर निकै उत्साहका साथ खेल सुनिरहेका थिए। पेले भने बाहिर साथीहरूसँग फुटबल खेल्दै थिए। सबैको अनुमान विपरीत ब्राजिल उक्त खेलमा उरुग्वेसँग 2-1 गोल अन्तरले पराजित भयो। यो हार ब्राजिलका लागि एउटा ठूलो राष्ट्रिय शोक जस्तै बन्यो, जसलाई इतिहासमा माराकान्जो भनिन्छ। खेल सकिएपछि जताततै सन्नाटा छायो। साना पेले जब घरभित्र छिरे उनले अचम्मको दृश्य देखे। जहिले पनि हाँसिरहने र उसलाई फुटबल सिकाउने उनका बलिया बुवा रेडियोको अगाडि टाउको समातेर रोइरहनु भएको थियो। ब्राजिलले विश्वकप हारेको पीडा सहन नसकेर उनका बुवाको आँखाबाट आँसु बगिरहेको थियो। पेलेले आफ्नो बुवालाई त्यसरी रोएको कहिल्यै देखेका थिएनन्। बुवालाई रोएको देख्दा बालक पेलेको मन निकै रोयो। पेले आफ्नो बुवाको नजिक गए बुवालाई सान्त्वना दिँदै भने, बुवा तपाईँ नरो, कति पनि चिन्ता नगर, म प्रतिज्ञा गर्छु एक दिन म ब्राजिलका लागि विश्वकप जितेर ल्याउनेछु र तपाईको अनुहारमा खुसी फर्काउनेछु। त्यसबेला 9 वर्षका बालकले भनेको कुरा कसैले गम्भीरतापूर्वक लिएका थिएनन्, तर पेलेले यो कुरालाई आफ्नो जीवनको सबैभन्दा ठूलो लक्ष्य बनाए। यो घटनाको ठीक 8 वर्षपछि सन् 1958 को विश्वकपमा मात्र 17 वर्षको उमेरमा पेलेले ब्राजिलको राष्ट्रिय टोलीबाट खेल्ने मौका पाए। उनले आफ्नो उत्कृष्ट र जादुमय खेलको मद्दतले ब्राजिललाई फाइनलमा पुर्याए। फाइनलमा ब्राजिलले स्विडेनलाई हराउँदै इतिहासमै पहिलो पटक विश्वकप उपाधि जित्यो। खेल जितेपछि 17 वर्षका पेले मैदानमै रोएका थिए, तर ती आँसु खुसीका थिए। विश्वकप जितेर घर फर्किएपछि पेलेले आफ्नो बुवालाई अंगालो हालेर आफ्नो कसम पूरा गरेको देखाए। डोढिन्होको आँखामा यसपटक दुःखको होइन, आफ्ना छोरामाथि गर्वको आँसु थियो। पछि पेलेले ब्राजिललाई 1958, 1962 र 1970 मा गरी 3 पटक विश्वकप जिताए, जुन रेकर्ड आजसम्म संसारका कुनै पनि खेलाडीले तोड्न सकेका छैनन्। एउटा छोराले आफ्नो बुवाको आँसु पुछ्नका लागि खाएको कसमले उनलाई संसारकै महान फुटबलर बनाइदियो। किङ अफ फुटबल।